Hello guys, welcome back to my channel on Great Looks Hair Country र आज हामीहरू एउटा सरप्राइज हेराउने छौं तपाईलाई यो भिडियोमा छतको माथि अर्थात मेरो घरको बगलमै त्यो सरप्राइज रहेछ र त्यो सरप्राइजको लागि तपाईहरू यो भिडियोमा बनाइरहनुहोस् र पर्खिरहनुहोस् र साथै साथ यो भिडियो राम्रो लागेमा लाइक र सब्स्क्राइब गरिदिनु होला। ओके, थ्यांक यू। लेट्स स्टार्ट आवर भिडियो। के यो हेर्नु साथीहरू, यस्तो छ। आजको बदमासी आज हेर्नुहोस् कस्तो घाम उगिया छ, यस्तो घाम उगिया छ, यस्तो कडक घाम, चर्को घाम छ कि के गर्ने, मान्छे ऊपर टपकाउन सक्छ यो घाम। यति घाममा कुन चाहिँ बाहिर जान्छ? यति गर्मी छ, के गर्ने, के गर्नु के नगर्नु। त्यो हेर्नु देवालको के हाल भएछ। हिजो बारिस भएको थियो, त्यो बारिसले गर्दा के हाल भएको छ देवालको, यो हेर्नुहोस् कस्तो हाल भएछ। पुरै गिला भइसकेछ, पुरै होइन तर अलिअलि त गिला भएछ नि। त्यसमा पेपरको केही पनि चिज टाँस्नु खराब हुन्छ। त्यो चाहिँ मेरो दाइ र भाउजू हो, र उहाँको यो तस्बिर कागजमा होइन प्लास्टिकको जस्तो कागज हुन्छ नि त्यसैमा छ, जुन कि जल्दी गल्दैन। र यसैको लागि त्यहाँ देवालमा त्यो टाँसिएको छ। यो हेर्नुहोस्, यो यति राम्रो र यति नयाँ छ। यो हेर्नुहोस् छत, यसमा पनि टिनाको नै छ, टिनाको छत नै छ। यो टिनाको छतमा कसरी सुत्छ दिनमा त हालतै उनीहरूको खराब रहन्छ, धेरै खराब रहन्छ साथीहरू। यस्तो खराब दिन हामीहरू आउँदै हेर्छ। अब पालो हो सरप्राइजको। र यो हेर्नुहोस् सरप्राइज, सूर्यदेव आउँदै बित्तिकै यति धेरै कपडाहरू छतमा टाँगिदिएछ। के लागिरहेछ कि यो धोबीघाट हो, धोबीघाट जस्तै माहौल बनाइदिएछ। यो के छ, जमिन मुनि हेर्नुहोस् यति पानी नै पानी छ अहिलेसम्म। यहाँ कचरा छ, एउटा प्लास्टिकको कचरा फ्याँक्नु क्या राम्रो कुरा हो यसमा, जुन कि यो यस्तो गरिरहेछन्। छतै माथि प्लास्टिकको कचरा फ्याँकिरहेछन्। यस्तो कचराहरू र अलिकति सिडी पनि हेरिहाल्नुहोस्।
सिँढी 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 हेर्नुहोस्, त्यो चाहिँ स्टोर रुम हो, खिड्की होइन, खिड्की नसम्झ्नु होला। र यहाँ काम लाग्ने सामग्रीहरू राखिएका छन्। बारिसबाट बचाउनको लागि यता राखिदिएका छन्। अनि यताबाट ओ भाइ साहब, यस्तो हुन्छ ब्लग। त्यही हो, हेरिदिनु भएको होला। र म यो घरमा घुस्दैछु म फेरि। यसै घरमा किचन पनि छ। यस्तो किचन कि नहेराउनु नै राम्रो हुन्छ। र आजको लागि यति नै साथीहरू, यति नै। र फेरि अर्को दिन वा अर्को दिन या अर्को दिन भेटौँला। र यस्तैमा राम्रो रेगुलर भिडियो हेर्नको लागि लाइक र सब्सक्राइब गरिदिनु होला र बेल आइकन अवश्य दबाइदिनु होला।